फेरि पनि सम्पूर्ण दर्शक श्रोताहरूलाई टसिदेलेक नमस्कार। यहाँहरूलाई यो विवाह ज्योतिष अथवा पाक्षीको विषयमा बताउने क्रममा आज फेरि मैले एउटा नयाँ विषयवस्तु लिएर तपाईँहरूको सामु उपस्थित भएको छु। आज म यहाँहरूलाई कुकुर वर्ग मान्छेसँग चाहिँ कुन कुन वर्गको मान्छेहरू चाहिँ विवाह गर्दा मिल्छ अथवा राम्रो हुन्छ भन्ने विषय लिएर आएको छु। र यहाँ के भनेको रहेछ भने कुकुर वर्गसँग मिल्ने वर्गहरू चाहिँ फक यो टेल भनेको छ। कुकुर वर्गसँग चाहिँ सुँगुर वर्गको मान्छे, त्यस्तै प्रकारले खरायो वर्गको मान्छे अनि बाँदर वर्गको मान्छेहरू चाहिँ विवाह गर्नको लागि चाहिँ राम्रो हुन्छ भनेको रहेछ भने चारा वर्गको मान्छेसँग चाहिँ फेरि गरुड वर्गको मान्छे, त्यस्तै प्रकारले सर्प वर्गको मान्छे, बेडा वर्ग अनि बाँदर वर्ग गरेर चाहिँ यो चार वर्गसँग चाहिँ विवाह गर्न चाहिँ मिल्छ भनेको रहेछ। र यो मिल्नुको लागि पनि अब हामीले यहाँ के हेर्नुपर्छ भन्दाखेरि विशेष गरेर अधिकार तत्त्व चाहिँ मिलेको छ कि छैन त्यो हेर्नुपर्ने हुन्छ। यसमा चाहिँ वर्गहरू चाहिँ मिल्छ, तर पनि भित्र फेरि अधिकार तत्त्व कतिको मिल्छ, त्यो अधिकार तत्त्व चाहिँ शत्रु परेको चाहिँ हुनु भएन। र अधिकार तत्त्व शत्रु परेको छैन भने चाहिँ अनि यिनीहरू चाहिँ मिल्छ भनेको रहेछ। अब यो अधिकार तत्त्वमा कुनै पनि शत्रुहरू नपरेको सबै मिल्ने वर्ग चाहिँ कुन कुन रहेछ त भन्दाखेरि फलाम तत्त्व सर्व वर्ग र जमिन तत्त्व बाघ वर्गमा चाहिँ केही पनि समस्या छैन भनेको रहेछ। त्यस्तै प्रकारले फलाम तत्त्व सर्व वर्ग र जाल तत्त्व गरुड वर्गमा पनि केही पनि समस्या छैन भनेको रहेछ भने काठ तत्त्व सर्व वर्ग र अग्नि तत्त्व गरुड वर्गमा पनि केही पनि समस्या नदेखाएको रहेछ। त्यस्तै प्रकारले फलाम तत्त्व मुसो वर्ग र जाल तत्त्व खरायो वर्गमा पनि केही समस्या देखाएको छैन रहेछ भने जमिन तत्त्व बाघ वर्ग र फलाम तत्त्व गाई वर्गमा पनि बिहे गर्यो भने यसमा केही पनि समस्या देखाएको छैन छ। त्यस्तै प्रकारले काठ तत्त्व घोडा वर्ग र अग्नि तत्त्व गाई वर्गमा पनि समस्या छैन रहेछ। त्यस्तै प्रकारले फलाम तत्त्व चरा वर्ग र जाल तत्त्व मुसो वर्गमा पनि कुनै समस्या छैन रहेछ। अनि काठ तत्त्व चारा वर्ग र अग्नि तत्त्व मुसो वर्गमा पनि एक आपसमा शत्रु पर्ने त्यस्तो कुनै पनि समस्याहरू छैन। एकदम केही पनि समस्या नभएको वर्गहरू चाहिँ यिनीहरू हुन् भनेर यहाँ देखाएको रहेछ। अनि त्यसपछि अब बिचमा फेरि अलिकति शत्रु र मित्र दुइटै पर्ने वर्ग चाहिँ कुन कुन रहेछ भने जस्तो कि फलाम तत्त्व कुकुर वर्ग र अग्नि तत्त्व सुँगुर वर्ग चाहिँ एक आपसमा एक पक्षबाट शत्रु पर्ने, एक पक्षबाट मित्र पर्ने अथवा मित्र पर्ने रहेछ। त्यस कारणले यो चाहिँ अब 50-50 भनौँ न, अब आधी मिल्ने आधी नमिल्ने हुन्छ भनेको रहेछ। त्यस्तै प्रकारले फलाम तत्त्व कुकुर वर्ग र अग्नि तत्त्व खरायो वर्ग पनि आधी मिल्ने आधी नमिल्ने। अनि फलाम तत्त्व कुकुर वर्ग र अग्नि तत्त्व बाँदर वर्ग पनि एक पक्षबाट चाहिँ शत्रुता पर्ने, एक पक्षबाट चाहिँ अनि मित्र पर्ने भएको यो पनि आधी मिल्ने रहेछ। अनि काठ तत्त्व कुकुर वर्ग र फलाम तत्त्व सुँगुर वर्ग पनि शत्रु पर्ने रहेछ। काठ तत्त्व कुकुर वर्ग र फलाम तत्त्व खरायो वर्ग पनि शत्रु पर्ने रहेछ। त्यस्तै प्रकारले काठ तत्त्व कुकुर वर्ग र फलाम तत्त्व बाँदर वर्ग पनि शत्रु पर्ने रहेछ भनेको रहेछ। त्यसपछि आएर अग्नि तत्त्व कुकुर वर्ग र जाल तत्त्व सुँगुर वर्ग पनि शत्रु पर्ने रहेछ। अग्नि तत्त्व कुकुर वर्गसँग चाहिँ फेरि जाल तत्त्व खरायो वर्ग चाहिँ शत्रु पर्ने रहेछ। त्यस्तै प्रकारले अग्नि तत्त्व कुकुर वर्गसँग जाल तत्त्व बाँदर वर्ग पनि शत्रु पर्ने रहेछ। यो चाहिँ एउटाबाट चाहिँ शत्रु पर्छ, अर्कोबाट चाहिँ मित्र पर्छ। त्यस कारणले यो चाहिँ 50-50 नै हुन्छ यो मिल्ने नमिल्ने आधी आधी। अनि त्यसपछि आएर जाल तत्त्व कुकुर वर्ग र जमिन तत्त्व सुँगुर वर्ग पनि शत्रु। जाल तत्त्व कुकुर वर्ग र जमिन तत्त्व खरायो वर्ग पनि शत्रु। त्यस्तै प्रकारले जाल तत्त्व कुकुर वर्ग र जमिन तत्त्व बाँदर वर्ग पनि शत्रु मित्र पर्ने रहेछ। त्यस कारणले यो पनि 50-50 मिल्ने भयो। अनि त्यसपछि आएर अब यो शत्रु मित्र पर्नेहरू धेरै रहेछ। यहाँ काठ तत्त्व चारा वर्गसँग चाहिँ फलाम तत्त्व गरुड वर्ग शत्रु पर्ने रहेछ। त्यस्तै प्रकारले काठ तत्त्व चारा वर्गसँग फलाम तत्त्व सर्व वर्ग पनि शत्रु नै पर्ने रहेछ। काठ तत्त्व चरा वर्गसँग फलाम तत्त्व बेडा वर्ग
र फलम तत्त्व बाँदर वर्ग पनि शत्रु पर्ने रहेछ भनेको रहेछ। यो चाहिँ अघि बनेको जस्तो 50-50 आधी शत्रु पर्छ आधी मित्रु पर्छ। अब यस्तो गरेर अब यो शत्रु मित्रु पर्नेहरू अब यहाँ धेरैवटा रहेछ र विशेष गरेर अब हामीले चाहिँ शत्रु मित्रु परेर यति फरक पर्दैन। विशेष गरेर चाहिँ हामीले के जोगाउनु पर्छ भन्दाखेरि एउटा चाहिँ यहाँ चाक्सी मेघ्य भनेको रहेछ। 4वटा फलम तत्त्व भएको अनि 8वटा अग्नि तत्त्व भएको यो वर्गहरू चाहिँ अलिकति नमिल्ने हुन्छ, यसमा चाहिँ अलिक जोगाउनु पर्छ रहेछ भनेको छ भने। अनि अर्को हामीले विशेष गरी जोगाउनु पर्ने चाहिँ फेरि दुन्सुर भन्ने एउटा हुन्छ। 12वटा वर्गहरूभित्रबाट चाहिँ कतिवटा दुन्सुर पर्नेहरू हुन्छ। दुन्सुरलाई चाहिँ सप्तकोणी भनिन्छ। यो त्यो चाहिँ अलिकति जोगाउनु पर्छ भनेको रहेछ। अब यो अधिकार तत्त्व अब मित्र पर्ने र शत्रु पर्ने त अब त्यो अलिअलि 50-50 हो, तर पनि अलिक जोगाउनु पर्ने चाहिँ चाक्सी मेघ्य भनेको छ। 4वटा फलम तत्त्व परेको अनि 8वटा अग्नि तत्त्व परेको। अब यो चाक्सी अथवा 4वटा चाहिँ फलम तत्त्व परेको वर्गहरू चाहिँ के रहेछ त भन्दाखेरि खिने लाङपर चाक्सी भनेको छ। कुकुर वर्गदेखि चाहिँ गाई वर्गसम्मको त्यो बिचमा परेकोहरू चाहिँ जोको तत्त्व चाहिँ फलम परेको छ तिनीहरू चाहिँ जोगाउनुपर्छ भनेको रहेछ। त्यो कुन कुन हुन् त भन्दाखेरि जस्तै फलम कुकुर वर्ग एउटा, फलम सुँगुर वर्ग 2टा, फलम मुसो वर्ग 3टा अनि फलम गाई वर्ग 4वटा। यो 4वटा चाहिँ सबै फलमै फलम परेको चाहिँ एक आपसमा चाहिँ अलिकति विवाह गर्नुको लागि चाहिँ अलिकति समस्या हुनसक्छ भनेको रहेछ। यो चाक्सी यो चाहिँ जोगाउनुपर्छ भनेको रहेछ। अनि त्यस्तै प्रकारले मेघ्य 8वटा अग्नि भएको अग्नि तत्त्व भएको, जस्तै 8वटा अग्नि तत्त्व भएको चाहिँ ताक्ने छापर मेघ्य भनेको छ। ताक्ने छापर भन्नाले अब बाघ वर्गदेखि गनेर चाहिँ माथि 4 वर्गसम्मको हो त्यो बिचमा परेको जति पनि अग्नि तत्त्व परेको छ तिनीहरू चाहिँ फेरि अलिक मिल्दैन भनेको रहेछ। त्यो के रहेछ भन्दाखेरि त्यो 8वटा अग्नि तत्त्व भएको वर्गहरू चाहिँ अग्नि बाघ वर्ग एउटा भयो, त्यसपछि अग्नि खरायो वर्गले 2टा भयो, अग्नि गरुड वर्गले 3टा भयो, अग्नि सर्प वर्गले 4वटा भयो, त्यसै प्रकारले अग्नि घोडा वर्गले 5वटा भयो, अग्नि भेडा वर्गले 6वटा, अग्नि बाँदर वर्गले 7वटा अनि अग्नि चरा वर्गले 8वटा। यो 8वटा वर्गहरू चाहिँ सबै अग्नि अग्नि परेको जो छ तिनीहरू चाहिँ यसलाई चाहिँ मेघ्य भनिन्छ। अब यो 8वटा तत्त्व यस्तो परेको चाहिँ अलि मिल्दैन भनेको रहेछ। त्यस कारणले यो चाहिँ जोगाउनुपर्छ भनेको रहेछ भने अब यसभित्रबाट हामीले वर्गबाट चाहिँ हामीले एकदम जोगाउनु पर्ने चाहिँ दुन्सुर भनेको छ। यो सप्तकोणी यो सप्तकोणी चाहिँ जतिसक्दो जोगाउनुपर्छ भनेको रहेछ। र 12 वर्ग मध्येबाट सप्तकोणी पर्ने वर्गहरू चाहिँ कुन कुन रहेछ भन्दाखेरि मुसो वर्ग र घोडा वर्ग यो पनि सप्तकोणी पर्ने रहेछ। मुसो वर्ग अनि घोडा वर्ग, त्यसपछि गाई वर्ग र भेडा वर्ग पर्दो रहेछ। त्यस्तै प्रकारले बाघ वर्ग र बाँदर वर्ग, खरायो वर्ग र चरा वर्ग, गरुड वर्ग र कुकुर वर्ग, सर्प वर्ग र सुँगुर वर्ग। अब यति चाहिँ अब दुन्सुर पर्ने सप्तकोणी पर्ने वर्गहरू चाहिँ यिनीहरू रहेछ। म यसलाई फेरि एकचोटि म तपाईँहरूलाई दोहोऱ्याएर भन्छु, यो अलिकति महत्त्वपूर्ण हो। मुसो वर्ग र घोडा वर्ग सप्तकोणी पर्यो, त्यसै गरी गाई वर्ग र भेडा वर्ग सप्तकोणी पर्यो, त्यस्तै प्रकारले बाघ वर्ग र बाँदर वर्ग पनि सप्तकोणी पर्दो रहेछ। खरायो वर्ग र चरा वर्ग पनि सप्तकोणी पर्दो रहेछ भने गरुड वर्ग र कुकुर वर्ग पनि सप्तकोणी पर्ने रहेछ। सर्प वर्ग र सुँगुर वर्ग पनि सप्तकोणी पर्ने रहेछ। अब यो चाहिँ दुन्सुर पर्ने रहेछ र यो चाहिँ अलि जतिसक्दो जोगाउनुपर्छ भनेको रहेछ। अब यहाँ चाहिँ मुसो वर्ग र घोडा वर्गलाई चाहिँ मिक्पी दुन्सुर भन्दो रहेछ। यो खुरको सप्तकोणी पर्छ भनेको रहेछ। त्यस्तै गरी गाई वर्ग र भेडा वर्ग चाहिँ राई दुन्सुर भनेको रहेछ। सिङको चाहिँ सप्तकोणी पर्छ भनेको रहेछ। अनि बाघ वर्ग र बाँदर वर्ग चाहिँ चाल्जी दुन्सुर भनेको रहेछ। यसको अलिकति उन्नति प्रगति हुनुमा अलिकति बाधा बित्न हुने यस्तो प्रकारको चाहिँ सप्तकोणी दुन्सुर परेको रहेछ। अनि खरायो वर्ग र चरा वर्गलाई सेगी दुन्सुर भनेको रहेछ। विभिन्न खाद्य वस्तु सम्बन्धी चाहिँ अलिकति समस्याहरू आउन सक्ने। गरुड वर्ग र कुकुर वर्गलाई के दुन्सुर भनेको रहेछ। अब यो चाहिँ एउटा जहिले पनि विवाद भइबस्ने खालको। अनि सर्प वर्ग र सुँगुर वर्ग चाहिँ छाङ्की दुन्सुर भनेको रहेछ। अब यो चाहिँ गुणको सप्तकोणी भनौँ। अब एउटै ठाउँमा चाहिँ अलिकति
मिलेर बस्न नसक्ने खालको त्यस्तो खालको चाहिँ सप्तकोणी। अब यो सप्तकोणी पऱ्यो भने चाहिँ यहाँ चाहिँ विभिन्न प्रकारका बाधा विघ्नहरू आइबस्ने, समस्याहरू आइबस्ने, त्यस्तै प्रकारले अब वाद विवादहरू भइबस्ने, अनि जीवनमा उन्नति प्रगतिहरू नहुने हो यस्तो विविध समस्याहरू आइपर्छ भनेको रहेछ। त्यस कारणले गर्दाखेरि विशेष गरेर यो वर्गबाट चाहिँ हामीले यो धुन्सुर भन्ने, अब भोलि पर्सि फेरि यो शिष्य भन्ने पनि आउँछ, यो पनि जोगाउनुपर्छ भनेको रहेछ। र अझ चाहिँ मैले तपाईँहरूलाई यो धुन्सुरको बारेमा कुन कुन प्रकार धुन्सुर पर्छ भन्ने विषयमा चाहिँ बताएको छु, र जति सक्दो चाहिँ यो धुन्सुर परेको छ भने चाहिँ यसलाई चाहिँ जोगाउनुपर्छ भनेको रहेछ। र धुन्सुर परे पनि अब फेरि यसरी विवाह गर्नै पर्ने अथवा कुनैको गरिसकेको छ भने चाहिँ अब फेरि यसमा पनि एउटा त्यो दोषहरूलाई निवारण गर्ने, हटाउने त्यो प्रक्रियाहरू भएको पाइन्छ। त्यस कारणले फेरि गरिसक्यो भनेर अब फेरि त्यसमा एकदम चिन्तित हुने, अब कोही व्यक्ति चाहिँ फेरि गर्नै पर्छ भनेर त्यस्तो खालको स्थिति भयो भने फेरि त्यो पनि छुट्नुपर्ने त्यस्तो पनि होइन भनेको रहेछ। त्यस कारणले अब यहाँ चाहिँ अब त्यसको चोथप धुन्सुर कि चोथप भने जब यो धुन्सुर शब्द कोणी परेको छ भने चाहिँ अब फेरि यसलाई चाहिँ कसरी हटाउन सकिन्छ त भन्दाखेरि चाहिँ अब यहाँ चाहिँ विभिन्न प्रकारका प्रक्रियाहरू दिएको रहेछ यो पुस्तकभित्र। त्यस्तो प्रकारको एउटा गर्नै पर्ने स्थिति भयो भने चाहिँ अब यहाँ एउटा कुनै द्रव्य, कुनै सामानहरू दिएर पनि त्यो धुन्सुरको जति पनि प्रभावहरू हुन्छ त्यसको असरलाई अलिकति न्यूनीकरण गर्न सकिने रहेछ। यसमा चाहिँ एउटा चाहिँ के दिनुपर्ने रहेछ भने सेतो खालको शङ्खा, सेतो खालको शङ्खा चाहिँ अब त्यो ठुलै होइन, सानो खालको, अब त्यो चाहिँ अब कि त केटीले दिनु पर्यो, कि त केटीले चाहिँ केटालाई दिनु पर्यो भनेर चाहिँ अब यसरी शङ्खा, सेतो खालको शङ्खा एउटा दियो भने फेरि त्यो धुन्सुर सप्तकोणीको त्यो प्रभावबाट चाहिँ अलिकति जोगिन्छ भनेको रहेछ। अनि त्यसै प्रकारले अब यो यु भनेको रहेछ, अब यु चाहिँ यो निलो रङको यु, सायद यो चाहिँ डायमन्ड जस्तो, मोती जस्तो होला। अब यसमा चाहिँ अब ओरिजिनल मोती नै त चाहिँदैन, तर पनि त्यो मोती जस्तो यस्तो एउटा दियो भने चाहिँ फेरि त्यो धुन्सुरबाट आउने प्रभावहरू चाहिँ अलिकति रोकिन सक्छ भनेको रहेछ। अनि त्यसपछि साङ भनेको रहेछ, यो तामाबाट बनाएको सामानहरू कुनै अब सानो खालको यस्तो औँठी जस्तो भए पनि अब यसरी एक आपसमा यो एकजनाले अर्कोले यसरी दियो भने चाहिँ त्यो धुन्सुरको प्रभावबाट जोगिन सक्छ भनेको रहेछ। त्यसै प्रकारले अब सुन पनि दिनुपर्ने रहेछ। अब सुन अलिकति सानो एकजना अर्कोले एउटा सुन जस्तो यस्तो दियो भने, त्यस्तो दिए पनि त्यसको प्रभावबाट चाहिँ जोगिन्छ भनेको रहेछ। अनि अर्को चाहिँ चन्दन, अब चन्दनको कुनै सामानहरू त्यस्तो छ भने चाहिँ अब यो चाहिँ द्रव्यहरू दिएर, कुनै सामान दिएर चाहिँ यो धुन्सुर सप्तकोणीको प्रभावबाट चाहिँ छुटकारा पाउने एउटा उपायहरू यहाँ दिएको रहेछ। यो चाहिँ कुनै वस्तु दिएर चाहिँ त्यो धुन्सुर हटाउने एउटा तरिका रहेछ। अनि अर्को तरिका चाहिँ फेरि यो धुन्सुर हटाउने तरिका चाहिँ अब पूजाहरू गरेर चाहिँ यो धुन्सुर हटाउने एउटा तरिका पनि रहेछ। अब यो चाहिँ मैले तपाईँहरूलाई किन भनेको हो त भन्दाखेरि अब तपाईँहरूको कुनैको त्यस्तो परिरहेको छ अथवा कुनैको फेरि त्यस्तो धुन्सुर हुँदै पनि फेरि विवाह गर्नुपर्ने त्यस्तो स्थिति छ भने चाहिँ यो प्रक्रियाहरू तपाईँहरूले अपनाउनु भयो भने चाहिँ यसले काम गर्न सक्छ भनेको रहेछ। र पूजापाठको विधिबाट चाहिँ के दिएको रहेछ भने चाहिँ यहाँ चाहिँ 7 थरीको अन्नहरू, 7 किसिमको अन्नहरू चाहिँ मिलाउनुपर्छ भनेको रहेछ। त्यो अन्नहरूको नाम चाहिँ के रहेछ भन्दाखेरि चामल एउटा, गहुँ 2टा, कोदो 3टा, मकै 4वटा, जौ 5वटा, तोरी 6वटा अनि तिल 7वटा। यो 7वटा अन्नहरू चाहिँ सबै एउटा सानो कचौराभित्र चाहिँ यसरी सबै मिक्स गरेर मिलाएर चाहिँ अनि त्यो भित्र चाहिँ 5 किसिमको रङहरू चाहिँ मिसाउनुपर्छ भनेको छ। यो 5वटा रङ मिसाउनु पर्ने कारण चाहिँ त्यो पञ्चतत्त्व जनाउनुको लागि रहेछ। हरियो रङ, रातो रङ, पहेँलो रङ, सेतो रङ र निलो रङ। अब यो रङ चाहिँ अब रङै पाए पनि हुँदो रहेछ, तर रङ पाएन भने त्यो रङको बदलीमा चाहिँ कपडाको टुक्राहरू, जस्तै अब हरियो रङको सानो कपडाको टुक्रा, रातो रङको कपडाको टुक्रा, पहेँलो रङको, सेतो रङको, निलो रङको त्यो मसिनो कपडाको टुक्राहरू काटेर त्यो माथि बताएको 7वटा त्यो जति पनि अन्नहरू हुन्छ त्योसँग सबै मिक्स गरेर अनि त्यहाँदेखि चाहिँ त्यो सानो कचौराभित्र यसरी हालेर चाहिँ अनि त्यसको माथि त्योभित्र चाहिँ अलिकति दुध पनि हाल्नुपर्छ भनेको रहेछ। अनि अलिकति पानी हाल्यो, अलिकति दुध हालेर चाहिँ अनि त्यसको माथि टुप्पोमा चाहिँ अलिकति घिउ यस्तो राखेर चाहिँ अनि त्यसको छेउमा चाहिँ एउटा मन्त्र लेख्नुपर्छ भनेको रहेछ। ओम हुँ कर कर सुहा भन्ने मन्त्र एउटा सानो कागजमा लेखेर ठ्याक्कै त्यो कचौराको त्यो छेउमा राखेर चाहिँ अनि त्यहाँदेखि चाहिँ त्यो चाहिँ अब साँझतिर चाहिँ
आफ्नो दुन्सुर कुन चाहिँ डाइरेक्सनमा परेको छ, कुन चाहिँ दिशामा परेको छ, त्यो दिशामा चाहिँ त्यो पुर्याइराखेर चाहिँ अनि त्यहाँदेखि फर्केर आउनुपर्छ। अनि फर्केर आउँदाखेरि चाहिँ पछाडि चाहिँ यसरी हेर्नु हुँदैन भनेर चाहिँ यसरी लेखेको रहेछ पुस्तकभित्र। अब यो पुर्याउने चाहिँ अब कहाँ पुर्याउने भन्दाखेरि चाहिँ अब यो आफ्नो आफ्नो डाइरेक्सन, आफ्नो वर्ग कुन चाहिँ डाइरेक्सनमा छ त्यो डाइरेक्सनमा पुर्याउनुपर्छ भनेको रहेछ। यो अनुसार हेऱ्यो भने चाहिँ त्यो डाइरेक्सन अलग्गै हुन्छ, तर अहिले चाहिँ यो चाहिँ डाइरेक्सन चाहिँ कहाँ हेर्नुपर्छ भन्दाखेरि आफ्नो वर्ग कुन चाहिँ डाइरेक्सनमा छ त्यही डाइरेक्सनमा, त्यही दिशामा चाहिँ पुर्याउनुपर्छ भनेर बताएको रहेछ। अब यो डाइरेक्सन कहाँ कहाँ पर्छ भनेर तपाईँहरूलाई म बताउन चाहन्छु। बाघ वर्ग र खरायो वर्ग हो भने तपाईँको डाइरेक्सन अथवा तपाईँको दिशा चाहिँ पूर्व दिशामा पर्छ। बाघ वर्ग र खरायो वर्ग चाहिँ पूर्व दिशामा, अनि सर्प वर्ग र घोडा वर्ग चाहिँ दक्षिण दिशामा, चारा वर्ग र बाँदर वर्ग चाहिँ पश्चिम दिशामा, मुसो वर्ग र सुँगुर वर्ग चाहिँ उत्तर दिशामा पर्छ भनेको रहेछ। अब बाँकी रहेको अब यो गाई वर्ग, गरुड वर्ग, भेडा वर्ग, कुकुर वर्ग चारवटा छ। अब यिनीहरूको चाहिँ आफ्नो दिशा छ। फेरि गाई वर्गको चाहिँ कहाँ पर्छ भन्दाखेरि उत्तर पूर्व दिशामा पर्छ भनेको रहेछ। यसलाई अर्को भाषामा चाहिँ ईशान दिशा पनि भनिँदो रहेछ। इङ्ग्लिसमा चाहिँ नर्थ इस्ट डाइरेक्सन भन्दो रहेछ। गाई वर्गको चाहिँ त्यहाँ पर्दो रहेछ। अनि गरुड वर्गको चाहिँ फेरि दक्षिण पूर्व दिशा, दक्षिण पूर्व दिशालाई अर्को भाषामा चाहिँ आग्नेय दिशा भनिँदो रहेछ। इङ्ग्लिसमा चाहिँ साउथ इस्ट डाइरेक्सन भन्दो रहेछ। यो चाहिँ गरुड वर्गको। अब भेडा वर्गको चाहिँ कहाँ पर्दो रहेछ भने दक्षिण पश्चिम दिशा, अर्को भाषामा यसलाई चाहिँ नैऋत्य दिशा भनिन्छ र इङ्ग्लिसमा चाहिँ साउथ वेस्ट डाइरेक्सन। यो चाहिँ भेडा वर्गको पर्यो। त्यसपछि अन्तमा आएर कुकुर वर्गको चाहिँ पश्चिम उत्तर दिशा, यसलाई चाहिँ वायव्य दिशा पनि भनिँदो रहेछ र इङ्ग्लिसमा चाहिँ नर्थ वेस्ट डाइरेक्सन। अब यो आफ्नो आफ्नो वर्गको डाइरेक्सन दिशा चाहिँ अब यसरी थाहा पाइसकेपछि अब कुन चाहिँ दिशामा चाहिँ आफ्नो दुन्सुर परेको छ अनि त्यो दिशापट्टि चाहिँ अब त्यो माथि बताएको त्यो सामानहरू चाहिँ यसरी पुर्याइराखेर चाहिँ आउनुपर्छ भनेको रहेछ। र यसरी आयो भने चाहिँ यसले पनि केही हदसम्म चाहिँ त्यो दुन्सुरको प्रभावबाट आउने हानि नोक्सानी बाधा बित्नबाट चाहिँ जोगिन सक्छ भनेको रहेछ। अब यहाँ बताएको त्यो औँठीहरू दिने, त्यो तामाको त्यो सामानहरू दिने, त्यस्तै गरी यो सेतो खालको शङ्खहरू दिने। अब अहिलेको फेरि त्यो 7वटा अन्नमा चाहिँ 5 किसिमको त्यो पञ्चतत्त्व जनाउने त्यो रङहरू मिसाएर यसरी त्यो मन्त्रहरू लेखेर यसरी पुर्याउनु पर्ने प्रक्रियाहरू चाहिँ यसले चाहिँ तोचो भनेर भनिन्छ। र यो तोचो भनेको चाहिँ के भनेको छ भन्दाखेरि तोचो छिपी चेमो भनेको छ। यो तोचो भनेको चाहिँ यो बच्चाहरू खेलेको जस्तो देखिन्छ अरे, फेम्बा रितर छेवा भनेको छ। तर यसको चाहिँ फाइदा चाहिँ एकदम पहाडभन्दा पनि ठुलो छ भनेको छ। त्यस कारणले अब यो गरिने अहिले गरेको कामहरू चाहिँ अब यस्तो हेर्दाखेरि चाहिँ अलिक काम नलाग्ला जस्तो, त्यो सानो बाल बच्चाहरू खेलेको जस्तो त्यस्तो देखिन्छ। तर पनि यसको फाइदा भनेको चाहिँ पहाडभन्दा पनि ठुलो छ भनेर चाहिँ यो शास्त्रभित्र बताएको छ। त्यस कारणले गर्दाखेरि यो प्रक्रियाहरू अलिकति महत्त्वपूर्ण भएको हुनाले कतिजनाको चाहिँ अब त्यो सप्तकोणी दुन्सुर परिरहेको छ त्यस्तो छ भने चाहिँ त्यहाँ केही समस्या आइरहेको छ, बाधा बिताउनु भइरहेको छ भने अब यहाँ बताएको प्रक्रियाहरू तपाईँहरूले गर्नुभयो भने चाहिँ अनि अलिकति काम लाग्छ होला, फाइदा हुन्छ होला सोचेर चाहिँ मैले यो भिडियोको मार्फतबाट तपाईँहरूलाई यो भनिदिएको छु। र तपाईँहरूको दिन शुभ रहोस्।